हेलो साथीभाइहरू, हजुरहरू सबै सन्चै हुनुहुन्छ? म पनि सन्चै छु है। आज चाहिँ मैले तामाको अचार बनाउन गइरहेको छु। अन्तिमसम्म हेरेर साथ दिनु होला साथीभाइहरू। देख्न सक्नुहुन्छ मैले चाहिँ सुरुमा चाहिँ तामालाई मजाले पखालेर त्यसको बाहिरको बुक्रा फालेर चपिङमा काट्दैछु हैन साथीभाइहरू। यसरी मजाले पानीमा काटेपछि चाहिँ तितो हुँदैन रे, अनि त्यही भएर पानीमा काटेर बेसार नुनले मोकलेर 24 घण्टासम्म राखेर फेरि तेल खराएर त्योमा केही हालिन हैन साथीहरू। मैले चाहिँ सिम्पल तरिकाले बनाएको हो। हजुरहरूले चाहिँ कस्तो बनाउनुहुन्छ मैले चाहिँ देखिसक्नुभयो होला भिडियोमा। सिम्पल तरिकाले ज्वानो मेथी फुराएर अनि तोरीलाई मजाले पिसेर मिक्सरमा अनि यसरी मैले मोल्दैछु साथीभाइहरू, देख्न सक्नुहुन्छ। यसरी हाम्रो तामाको अचार रेडी भइसकेको छ र हामीले यसरी बनाएर राख्यौँ भने चाहिँ हाम्रो होटेलमा चाहिँ एकदमै हाम्रो गेस्टहरूलाई दिन एकदमै सजिलो हुन्छ कि, त्यही भएर त्यसैले हजुरहरू यसरी चुकिलो पिरो ट्वाक्क अचार एकदम टेस्ट गर्न मन छ भने चाहिँ हाम्रो होटेलमा आउन सक्नुहुन्छ। थ्याङ्क यू एभ्रिवान।